मलाई के कस्तो खालको मेहनत हो त्यही खाले मेहनत अनि अरु के खाले मेहनत हुन्छ र हजुरको तेरी माटका रितु आजकल छाडा भइ छै अब बोल्ने मान्छे छाडा हुन्छ र भनेको अनि छेउको मान्छे को भन त छेउको मान्छे माई सिस्टर ओके माई सिस्टर उल्टा उल्टा किन सिकाउने वाले सही सिकाएको नि आफ्नो दिदीलाई कोही उल्टो सिकाउँछ त्यही त भनेको अनुहार देखाउनु यस्तो द्वन्द खालको माउ जस्तो लुकेर बसेर हुन्छ हेलो मेरो बहन ओके रामी छ त हजुर के छ लभ पार्ने है बाटोमा हिँड्ने सबैसँग लप्पा र श्रीमती कुचा खानु मन छ र मलाई कस्तो बाटो मिल्ने हो र किन आकाशमा हिँड्नुहुन्छ तपाईँ होइन म त रोडमा हिँड्छु नि कति वर्षको ए सुन्नु न गेम खेलाउ न गेम जिन्दगीले गेम यदि मलाई जिते पनि तिमी दुईजना लुसा लुसा गर्छ ल ओके ल हुन्छ ल ल कति हजार स्कुलमा यता सुन्नु 5000 मा ल सुन्नु न हजुर तपाईले हार्नुभयो भने हामी दुईटीलाई लग्यो तपाईले जित्नुभयो भने हामी दुईटी तपाईकोमा जाने अरे जुवा खेलेर केटी मान्छे बोकेर हिँड्ने जस्तो लाग्छ तिमीलाई यार त्यति गर्न सक्दैन के गेम खेल्नुहुन्छ यार त्यति गर्न मतलब तिमी पाल्न सक्दैन हैन के गेममा जित्छ भनेको त भएर केटी उठाएर हिँड्ने म अरे पनिशमेन्ट त अनि यार तपाई कस्तो के गर्न नबुझेको हजुरले काठमाडौँ गएर तिमीलाई उठाएर हिँड्ने काठमाडौँ प्लेनमा आउने नि प्लेन टिकट छैन भने म हेमर टिकट काट्दिन्छु अनि आएर लाने नि त के भयो त अनि आउने भाडा म दिन्छु नि त आई एम रितु यार अलवेज रितु छ नि त रितु ओके तिमीले प्लेन टिकट काट्ने श्रीमतीले मेरो गला काट्ने म कहाँ जाम दिदीले गला काट्नु न मैले बरु टिकट काट्दिन्छु काट्नु नआउने हामीलाई लाने अनि आउँदैन टिकट म काट्दिन्छु म जिन्दाबाद मैले लिएर आएपछि कलर दाइ रुन्नन् त्यो कलर त्यो झाँट को र त्यो कोही पनि न कलर झाँट के बोल्छ यार ए भाइ के भइराछ यार के भइराछ यार यो चाहिँ के भइराछ बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यार यो के हो ए यार के भइराछ यार के भइराछ यार यो चाहिँ के भइराछ बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यार यो के हो ओए गेम लाउनु न गेम के गरेको त्यस्तो मैले हजुरलाई त्यस्तो नगर्नु हजुरको त्यो कटु च्यातिला भने के पाइन्ट तिम्रो च्यातेला बरु नयाँ प्यान्टी हो रक्सिया राखा छ तिम्रो रक्सिया राखो मैले केही पनि खाँदिनँ यार हजुरलाई विश्वास लाग्दैन तिम्रो आँखाले नमस्ते गरेर हेर्ने मान्छे थाहा हुन्छ रक्सी खाने मान्छेले अरे मेरो आँखा भनेको मेरो आँखा नसाल्नु आँखा हो क्या बुझ्नु भयो रितुलाई चिन्नु न रितुलाई रक्सी खान्छ कि पानी खान्छ भनेर अनि ऊ त पानी खाँदा नि लाग्ने मान्छे हो नि त अनि माकुरी कसै फोन हो म्याकुरी फोन आछ एकैछिन उठाउँछ ल के भन्छ सुन्नु ल हेलो हेलो म रुममा हजुर 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 कहाँ होसिन्छ जोइन गरिसकेको त सुला कही कहाँ ए रुममा हो म बोल्छु कि उहाँसँग बोल्छु एकैछिन म 2 मिनेट कल गर ल हजुरलाई हेलो म बाथरुम जाँदैछु के ल हेलो सु गरेर मैले कल गरेँ तपाईँलाई सुना भनेको हेलो ल बहिनी हो कि मेरो मामाको छोरी हो आकी छे म एकैछिनमा सु गरेर आएर हजुरलाई कल गरेँ ल वाइ त्यो ए सुन्नु न यहाँ यो 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 के अरे नकर के यार छोड न मलाई रिसाउँछ नभए त के सुन्नु न
जिजाजी जिजा ल काड्के गेम लाउनु न पनिसमेन्ट दिनु न हामीलाई रिक्वेस्ट छैन के उतापट्टिको के छैन रिक्वेस्ट छैन के ए म पढाउँछु र हजुरलाई ल तपाईँ कतिखेर सुत्नु नि क्या बुढीसँग